नमस्कार साथीहरू, आजको यस भिडियोमा हामी चर्चा गर्नेछौँ बसिर अहमदको बारेमा। तपाईहरू आजको यस भिडियोलाई सायद हेर्नुहुन्न, किनकि आज कुरो छ एउटा मधेसीको, एउटा मुस्लिमको, र म यो सब कुरा मान्दिन, किनकि यहाँ कुरा छ एउटा राष्ट्रिय क्रिकेट खेलाडीको। दर्शकबिन, जब बसिर अहमदको नाम राष्ट्रिय क्रिकेट टोलीमा पर्यो, अर्थात् भनौँ भने जब टी20 विश्वकप 2026 का लागि नेपालको स्क्वाड आउट भयो, त्यही बेला त्यसमा नाम बसिर अहमदको पनि थियो। यो कुरा देखेर धेरै नै क्रिकेट समर्थकहरू अचम्म पनि परेका थिए, किनकि तपाईहरूले अवलोकन गर्नुहुन्छ भने टोलीमा अन्य नामहरू पनि आउन सक्थे। थुप्रै नामहरू थिए जो आउन सक्थे बसिर अहमदको ठाउँमा, तर क्रिकेट एसोसिएसन अफ नेपालले बसिर अहमदलाई सिलेक्ट गर्यो। यो सिलेक्ट गर्नु भनेको साधारण कुरा होइन। बसिर अहमद जस्तो खेलाडीलाई टी20 विश्वकपमा लैजानु भनेको विश्वास थियो। विश्वाससँगै कोच स्टुअर्ट ला, सन्दीप लामिछाने र कप्तान सहित सबैको सहमतिमा बनाइएको यो प्लान थियो बसिर अहमदलाई टी20 विश्वकपमा लैजाने। किनकि तपाईहरूले टी20 मा खेल्नको लागि एउटा राम्रो प्लेयर चाहिन्छ, जो नामले मात्र होइन कामले त्यहाँ काम गर्न सकोस्। अर्को कुरा, विराटनगर किङ्सको लागि बसिर अहमदले दिएको योगदानलाई देखेर नै उहाँलाई टी20 विश्वकपको स्क्वाडमा समावेश गरिएको थियो। एउटा खेलाडीको सपना हुन्छ आफ्नो देशको लागि विश्वकपमा खेल्नु, र त्यही सपना बोकेर बसिर अहमद भारत पुगेका थिए। तर दुर्भाग्यवश टिम म्यानेजमेन्टले यो कुराहरू बुझ्न सकेन। उनीहरूले बसिर अहमदलाई एक मौका पनि दिएनन्। वास्तवमा भन्नुपर्दा बसिर अहमद मौका पाउनुपर्ने खेलाडी हुन्। उनी हालसम्म त्यस्तो राम्रो मौकाहरू पाएको छैनन् जसलाई उनले युटिलाइज गर्न सकुन्। तपाईहरूले हेर्नुहुन्छ भने बसिर अहमदको त्यस्तो उत्कृष्ट प्रदर्शन पनि छैन कुनै पनि खेलमा। नेपालको लागि डाटा पल्टाएर हेर्नुहुन्छ भने, तर पनि एउटा खेलाडी के गर्न सक्छ भन्ने कुरा उसले तब मात्रै देखाउन सक्छ जब उसले मैदानमा मौका पाउँछ, र त्यो कुरा हाम्रो क्रिकेट टोलीले, हाम्रो म्यानेजमेन्टले, हाम्रो कप्तानजीले बुझ्नु भएन। एउटा खेलाडीको सपना हुन्छ विश्वकपमा गएर आफ्नो देशको लागि खेल्नु, र त्यही मौका पाउनको निम्ति बसिर अहमद नेपालबाट भारत टिमसँग ट्राभल गरेका थिए। तपाईहरूले टिमको प्रदर्शन पनि हेर्नुभयो भने सन्दीप लामिछानेलाई त्यति पिटाइ भयो। मैले भन्नुको अर्थ रन कन्सिड गरे सन्दीप लामिछानेले। मलाई लाग्दैन कुशल भुर्तेलको यो ब्याटिङ त्यति राम्रो थियो जति हामीले आशा गरेका थियौँ। मलाई लाग्छ नन्दन यादव, दिपेन्द्र सिंह ऐरे र 2-4 जना खेलाडी बाहेक यो विश्वकपमा कसैले पनि राम्रो गर्न सकेको छन्। त्यसकारणले हामीले परिवर्तन गर्नुपर्ने एकदम जरुरी थियो, र परिवर्तन गरेर टिमको कम्बिनेसन बनाएर हामीले खेल्नु पर्ने थियो। म यहाँ के आवाज उठाउन चाहन्छु भने 15 जना खेलाडीहरू मध्ये 14 जनाको कम्बिनेसन परम्युटेसन बनाएर टिम बन्ने, तर बसिर अहमद नै टोलीमा किन नपर्ने कुरो यहाँनिर आयो। बसिर अहमद किन मौका पाएनन्, यसबारे हाम्रो टोली प्रतिबद्ध हुनुपर्छ र जवाब दिनुपर्ने हुन्छ। किनकि दर्शकबिन, आज बसिर अहमदको कुरा हो, भोलिको दिनमा यदि कोही राम्रो खेलाडी प्रदर्शन गरेर टिममा परिरहेको छ तर उसले मौका पाइरहेको छैन खेल्ने भने, त्यो दिन हामीले यस्तो आवाज उठाउनु नपरोस्, उसले मौका पाउनै पर्छ भन्ने कुरा मैले यस भिडियोमा गर्न खोजेको। तपाईहरू कमेन्टमा गएर जस्टिस फर बसिर अहमद लेख्नु होला। थ्याङ्क यू आजलाई।